केटा मान्छेको जात जति राम्रो श्रीमती भए पनि बाहिर नहेरिकन चित्तै बुझ्दैन। तनी सल्किन तनी लखर हिँड्यो भने तपाईँले के सहनुहुन्छ? ए जा अर्की पाइन्छ खुर्लाएर भात पस्क्यो है कति बोले कि भात सात पकाएकै छैन। चुम्मा खाएर अगाडि मान्छेलाई भात किन्छ यो चुम्मा केटीहरूले त्यो छैन हौ तेरो श्रीमान इमान्दारी छ अहिलेसम्म कतै गएर कि नाक काटा सुनेछस्? के काट्यो होला, अब नाक काट्नु मात्रै बाँकी छ। के